र यो चाहिँ सेकेन्ड ब्लग पार्ट 2 हो र हामी चाहिँ लाभा साइड जाँदैछौँ अहिले चाहिँ। र हामीले योभन्दा अगाडि चाहिँ तल मनसङ जलसा बङ्गलो घुमेर आएर चाहिँ अब चाहिँ हामीहरू लाभा साइड जाँदैछौँ र गइरहेको छौँ। यसरी नै पानी पनि हल्का पर्दै थियो यहाँतिर चाहिँ, तर जाँदा जाँदा चाहिँ त्यतिकै पानीहरू आधी जग्गामा पर्दै थियो, आधी जग्गामा त परेकै थिएन। र बाटोको भिडियो त्यस्तै छ। बाटो चाहिँ एकदमै राम्रो लाग्यो यहाँको, एकदम कुनै डिस्टर्बेन्सै छैन रहेछ यहाँको बाटो चाहिँ। हामीलाई जानु पनि मजा आइरहेको थियो र हामी चाहिँ यसरी नै गइरहेको छौँ। जाँदै चाहिँ तपाईँहरूलाई पनि यसो बाटोहरूको देखाइदिउँ भनेर भिडियो बनाइरहेको थिएँ। हेर्नुहोस् कस्तो राम्रो दिन भइरहेको थियो। हामी चाहिँ बेलुका बेलुका कति हामी 3 बजीतिर त हिँडेको थियौँ, तर पनि दिन चाहिँ एकदम दिन लामो भएको कारणले होला एकदमै राम्रो भइरहेछ दिन। र हाम्रो पछाडि चाहिँ भाइहरू थियो अर्को स्कुटीमा, अगाडि चाहिँ मेरो हस्बेन्ड र भन्जा भाइ थियो बाइकमा, र हामी चाहिँ बिचमा हिँडिरहेको थियौँ। र फाइनली आइपुग्यौँ लाभा। आई लभ लाभा जस्तो देख्दैछ। यो तलको चाहिँ सिलगढी जाने बाटो रहेछ र यो जुन चाहिँ मैले देखाइरहेको छु यो चाहिँ लाभा बजार अरे। लाभा आइपुग्यो। यो चाहिँ आई लभ लाभा अरे। फाइनली आइपुग्यो। हाम्रो ग्रुप चाहिँ यति रहेछ ड्राइभरले। किन तिमी नघुम्ने? को घुमेको छैन आउनु पऱ्यो नि। पर्छु टिकट छिटोमा पर्दैन अहिले त। ए हो ए हो चाहिँ लाभाको पार्क है। यहाँनिर रिल्स बनाउँदा हुनेछ। हेलो, आज चाहिँ हामी लाभाको यो कुन चाहिँ पार्क अरे? लाभाको ग्रिन पार्क भन्नुहुन्छ। चाहिँ के भन्नु? पार्कै भन्नु? पार्क के भन्छ भाइ? पार्कै भनौँ है। पार्कमा आएको छौँ हामी चाहिँ घुमिरहेको छौँ। हेर्नुहोस् यस्तो प्रकारको छ। आई लभ लाभा चाहिँ कहाँ पो छ? यतानिर रहेछ। हामी चाहिँ माथि आएको छौँ। यो फरेस्ट एरिया जस्तो छ, तर यहाँ चाहिँ एकदम दामी पार्क बनाएको रहेछ। घुम्नु मजा आउँदो रहेछ। र अरू तपाईँहरूलाई अहिले देखाउँछु। र हामी चाहिँ यहाँ घुमिरहेको छौँ, एकदम मजा आइरहेछ। हेर्नुहोस् यसरी नै हामी चाहिँ यहाँनिर घुमिरहेको छौँ। मजा आएर छ, एकदम फ्रेस फिल भइरहेछ। भाइहरू चाहिँ कता जानुभएछ भएछ, उनी पनि आफ्नै घुमिरहेको होला कतातिर। हामी चाहिँ यहाँ घुमिरहेको छौँ र हस्बेन्डले चाहिँ भिडियो बनाइदिनु हुँदैछ, म हिँडिरहेको। र यसरी नै हामी चाहिँ सबै घुमेर फर्किँदैछौँ। बेलुका पनि भयो र हामीहरू पानी पर्छ भनेर हामी चाहिँ फर्क्यौँ।
बाई बाई गाइस, यसरी नै हेर्दै गर्नुहोस्, माया गर्नुहोस्, सपोर्ट गर्नुहोस्।